सम्यक रूपमध्ये छया नाश करून चाहने व्यक्तीला के बुद्धीने जस्तो पुरुषलाई चाहिँ छोडिनुहोस् अहिले हामी के बुझ्छौँ के बुझ्यौँ के बुझेको भन्छ के भयो भने पुरुष अहिले पुरुष चाहिँ एउटा पुरुषको अर्थ चाहिँ यस्तो रहेछ एकदम अलिकति बल भएकोले पुरुष भनेको चाहिँ अहिले यहाँ पुरुष भनेपछि सबै यहाँ पुरुष हामीले जुन केटालाई मात्र बुझ्दैन अहिले जुन मन अहिले पुरुष प्रथम पुरुष अन्तिम पुरुष अनि मध्यम पुरुषहरू चाहिँ त्यो हामीले पुरुष भने महिला र पुरुषको पुरुष भने है त्यो मन चाहिँ सानो पुरुष भने चाहिँ यो संसारिक दुःख मात्र प्राप्त गर्न चाहने त्यसको लागि धर्म गर्नेलाई अन्तिम पुरुष भन्छ यो संसारको दुःख पनि नजाने यो संसारबाट चाहिँ छुटकारा मोक्ष चाहनेलाई आफ्नो निम्ति मात्र त्यसले चाहिँ अनि मध्यम पुरुष अब लगायत सम्पूर्ण प्राणीलाई चाहिँ बुद्धत्व प्राप्त गर्ने बुद्धिसित भएको पुरुषलाई चाहिँ उत्तम पुरुष भन्छ कि त्यसलाई त्यो केटा केटी दुइटै हुन्छ त्यसले चाहिँ अहिले पुरुष भनेपछि के बुझ्छौँ भने अनि अहिले हामी चाहिँ त्यो अन्तिम पुरुष पनि नहोस् मध्यम पनि उत्तम होस् क्या सबै त्यो सोच चाहिँ के भयो उत्तम मनबाट हो कि शरीरमा उत्तम पुरुष भने धेरै सम्पत्ति भएको उत्तम पुरुष होइन धेरै बल भएको उत्तम पुरुष भन्थ्यो होइन भित्र मन चाहिँ सबै प्राणीको हितको निम्ति बुद्धत्व प्राप्त गर्न चाहने तीन व्रत चाहिँ यस्तो मन आयो भने त्यो चाहिँ उत्तम पुरुष जे जाँदा अहिले अनि हामी चाहिँ सबै त्यो जानुपर्छ कि रङ्गितो बितुमल कि आफूलाई दुःख नचाहे जस्तै कुनै प्राणी दुःख चाहन्छ दुःख मन पर्ने कोही छ सबैले सुख मात्र चाहन्छन् होइन त्यो दुःख सुख कहाँबाट पाउँछ त्यो थाहा हुँदैन हामीले जुन सुख भनेर त्यसको चाहिँ लागि हामीले प्रयत्न गरिरहेको हुन्छ त्यसको लागि दुःख गर्छ त्यो दुःखको कारण भन्नुपर्छ कि सुख पाउनुको निम्ति भनेर व्यवहार गर्छ होइन बिजनेस गर्छ के गर्छ होइन काम गर्छ तर त्यो दुःख कारण व्यवहार गर्दा नोक्सान भएर दुःखमा पुगिन्छ होइन त्यस्तो सबैतिर सफल हुन्छ भन्ने थाहा हुँदैन सुखको बिउ भनेर राम्रो बिउ भनेर भगवान बुद्धले सिकाएको मार्ग हो त्यो सांसारिक सुख त्यसैले होइन हामी सबै प्राणीको निम्ति म छिटै बुद्धत्व प्राप्त गर्न चाहन्छु त्यसको निम्ति म बुद्धको चेला बुद्धिसत्वहरूले चाहिँ जुन ध्यान तपस्या त्याग प्राणीको हितको निम्ति आफ्नो शरीर सम्पत्ति होइन आफ्नो अङ्गहरू आँखाहरूलाई सबै दान गर्नेछ होइन उहाँले म पनि त्यस्तै बन्न सकोस् भनेर त्यसको निम्ति म चाहिँ धर्म सुन्न चाहन्छु भनेर सबैले म सोचेको छु भने अनि यहाँ बसेको पनि तपाईँको धर्म हुन्छ कि दिल त्याग धन्दा अर्थयुक्त यहाँ बसेको अनि हिजो हामी यो जनरेसन तपाईँ चाहिँ आफ्नो
द्वितीय भगवान बोधिसत्व चाहिँ गृहस्थ त्यागेर भगवान बुद्धको धर्ममा प्रवर्तित भएर चाहिँ उहाँले सबै ज्ञानहरू हासिल गरेर अनि आफ्नो चेलाहरूलाई धर्म पुरा सुनाएर सबै धेरै आफूले अब समाज सम्बन्धित सबै चेलाहरूलाई चाहिँ धर्म सुनेर सिकिसकेपछि आउँदैन उहाँ अनि आफ्नो एउटा चेलासँग महान भगवान उहाँसँग जाँदा बाटोमा चाहिँ अनि चित्तवा के भन्छ भाग भनौँ भागले चाहिँ अनि आफ्नो बच्चा जन्मेर त्यसमा भोगले मार्नु लाग्यो त्यसलाई चाहिँ आफ्नो शरीर दान गरेर दान गरिसक्यो शरीर दान गरेर अनि त्यसको ज्यान बजायो अनि चेला चाहिँ आफ्नो ठाउँमा पढायो होइन उसले दान गर्दाखेरि दान फेरि गुरुलाई आफ्नो दान गरेर मात्रै बाधा पुऱ्याउनु अर्को ठाउँमा पढायो अनि चेलाले त्यो गुरुले होइन आफ्नो खेम्बोले सबै शरीर दान गरेर सकेको त्यो फैलियो नि चेलालाई एकचोटि बेहोस जस्तो भयो नि अनि के समयपछि उहाँलाई बसायो त्यसपछि उहाँले के मनमा गएको त्यहाँ रातो चिपाउनु Gândește-te, ce-am număr de emo gândește-mă daire ce ai gândit ce vor să duceți. Emo mai este. Ce te gândește lucrul ăsta? Raptul pa, este bine. জীবনে কোনো জানা বলো। Gândește-te gunle gun matralika চাঞ্চল করে উত্তম মাইত্রীমান प्राणबल गणेशको दाइले यत्रो महाकर्म अनि महान गुण भएको मेरो शरीरमा अनि शरीरले खेलबाट चाहिँ अनि तपाईँको सुनाउनु त्यो शरीरलाई एकदम चाहिँ आदर सम्मानको चाहिँ स्थान बनाएको हुनेछ Temo gente que não me serve, temo o sobre de pai de meu trabalho. Ranchi se só me pensando, जमीन जस्तै एकदम ट्रिट नभए अब यस्तो जो सबैले गर्ने बुझ्छौ तemo gente que não me serve, अरूको दुःखलाई सहन नसक्ने अरूको दुःखमा आफ्नो दुःख हुँदैन अरूको दुःख सहन नसक्ने emo bir susambanlarla युक्त भएको दिन दाइले तपाईँको त्यस्तो चढेर मेरो दोषहरूलाई त्यतिकै बाहिर निस्किनेछ मैले किन यहाँ त्यस्तो गर्न सकिँदैन होइन अनि त्यसपछि भोलि गर्दा चेचेले ताने ठोवाने जाने गयो सेन्टे पन्ध्रको बिर्दान ताने वर्षो ज्ञान नसके अनि भोलि गर्दा चेचेले अब भगवान बुद्धको यत्रो यो जुन बुद्धिसत्वको हामीलाई अब यस्तो चाहिँ सारा छ नाममा चाहिँ बोलिन्छन् नानीहरू अब सबै प्राणी तिनीहरू हामी म जस्तो प्राणीहरू चाहिँ पीर गर्नुपर्ने छैन छ किनकि भगवान यत्रो जनरेसनको यत्रो काम गरिसकेपछि उहाँ चाहिँ छिटो बुद्ध भएर आउँदा म सुनाउनेछ भन्दैछु सेन्टे भोलि दुध अनि अरूले चाहिँ एकदम ईर्ष्या हुने सबै राक्षसहरू पनि तानिने वर्षु ज्ञान सबै राक्षसहरू पनि सु भनेर तपाईँले त्यस्तो दिएपछि त्यो राक्षसहरू पनि के हुन्छ कि यो नेका वर्षको सेन्जेन अझै क्या सुरुवा तुचे सिन्दो लक्ष्य हो निन्दो पदमे हो चान्जो सेन्टे जिता वाने छर्छौ चाहिँ लास्टमा कलवचनको सेन्जेन अझै क्या सुरुवा सबै प्राणी सत्वहरूको शरणको स्थान तुर्चेसिन्दो लक्ष्य करुणा अति चाहिँ लक्ष्य भन्दा एकदमै चाहिँ ठुलो भनेसँग लक्ष्यको निको पदमा हृदयको बल चाहिँ असङ्ख्य हृदय पदमा भएको त
एकदम धेरै हुन्छु 장주스님들 지도하는 여자로 뭐 장주스 보고 있고 प्राणीको अनि हृदयले प्रमाण गर्छु भन्नुहोस् त्यसले संरक्षण गर्छु भन्नु चाहिँ अन्त्यमा चेहरा गर्दैन त्यसपछि त्यो काम सबै अब चेहरा सबै यस्तो सबै हाम्रो गुरुले हाम्रो खेमले यस्तो चाहिँ उहाँले भावलाई चाहिँ यो भोगलाई गर्दैछ उहाँलाई शरीर चाहिँ देवदान दिइसक्यो भनेर चाहिँ अनि सबै चेहरा अर्को चेहरा छैन त्यहाँदेखि ईश्वरले मुसलले ओमाना डिसाइडले चाहिँ गुना सुन्चुचासन बाकोना ठेवाना साइलेन्दा चाहिँ छेमा छपले ती कुन रिजेन्सले सबै केवलस देने त्यसपछि ईश्वरले उहाँको त्यस्तो तरिकाले मुसलले सबै अचानक भएको लोकमा चेहराहरू र दिशा भन्ने नन्दमा यो दिशा भन्छ जस्तो यो गान्धारी मात्र पेट भन्नु चाहिँ खाना पर्दैन हामीले मानिसहरू बाटो भन्नु जस्तै बाटो मात्रै हामीले त्यो मात्रै यो सुर्तीहरू आउँछ त्यति भएर ढिमा भयो अरू के गर्दैन अनि त्यसैले हामीले दिशा भन्छ ढिमा छ भने दिशा भन्ने के भन्छ दिशा ठिकै अनुसारले न्युजिन भन्ने याद छ भने लुमा सुन्जुजासन भएको भगवानको देवताको राजाको उहाँ सबैले चाहिँ त्यो देखेर अनि गुनाले हामीले खाजाहरू ठाउँ माला नासा भन्ने दाम चाहिँ बहुमूल्य चिजको वस्त्रहरू ज्ञान भन्ने एकदम सुहाउने गानाहरू चन्दन भन्ने जस्तै सिक्किममा चन्दन बासमाने चन्दन भन्छ छेमा सबको त्यो छेमाको चाहिँ यस्तो भएको पानी गरेकोले उहाँको चाहिँ जुन पार्थिव शरीर भएको अलिकति हात्ती भएको होइन त्यति भएको भनेर छेमाले त्यस्तो चाहिँ उहाँको वर्षा गरेको पानी ती कुन रिजेन्सले सजिलो उहाँको शरीरमा अलि भएको ट्राभल रिजेन बहुमूल्य चाहिँ त्यो रत्नहरूले चाहिँ पुरा त्यहाँ उहाँको चाहिँ ढाकेको देवी देवता मान्छे अनि नाम सबैले उहाँको शरीरमा त्यस्तो बहुमूल्य चिजहरू ढाकेको मेरो यो लाइन भन्दा यहाँ चलाउँछ मात्र हुन्छ है त्यसमा लाइन यो लाइन भन्नु त धेरै दिन आउँछ त्यसो गर्छ ती कुटु रिजेन्सले सबै के गर्छ देवालयमा त्यसै गर्ने अन्तिम के हो भनेर सबैले के लेख्नु भएको छ भने पाउले के बेला लेख्ने आचार्यले देवालयमा चम्देले कुसेमा सम्झे थम्झे गुमेर रातो चम्दे रसिन्छन् सम्झे थम्झे दागिर गिरवाले सञ्जय चम्दे रातो देवचाओ भगवान पुत्र त्यसैले कारणले चुम्दे देवी भगवान पुत्रको कुसिमालाई बुद्धमा मताको जन्ममा पनि सिन्जे थम्झेल सबै प्राणीलाई युमेर कुनै कारणै नभएर पनि हामीले अस्ति पनि भनेन हामीले उता अरूले यस्तो हुन्छ नि अब संसारमा अरूले राम्रो गरेको त्यो मान्छे अबसँग साथ हुन्छ अरूले राम्रो गर्न साथ हुँदैन जस्तै कुनैले उदाहरणले यति राम्रो गरेको छ तर यो राम्रो भन्छ तर भगवानको त त्यस्तो नै उसलाई फाइदा गरोस् फाइदा नहोस् सबैले राम्रो दुःखको प्राणी देखेर उनले सबैले जे उहाँले राम्रो जुनलाई दानमा पनि दान गरेर शरीर गुमेबर भने कुनै उसलाई चाहिँ अरूको हित गर्नको लागि कुनै यता चाहिँ हामी चाहिँ पछि आज यसपालि चाहिँ मैले गरेँ पछि यसले पनि मलाई के गर्छ कि भन्ने आशा राख्छ कि त्यो राख्दैन भगवान बुद्धले गुमेबर र भगवान बुद्धमा त बोधिसत्वले नि बुद्धले त भन्नै नभन्ने बोधिसत्वले
जम्बी रङसिन्चेन सेमजे थमजे तागिर गिर भने सबै प्राणी चाहिँ आफ्नो छोरा जस्तो यति माया गर्छ र के प्राणीले यो अब झिजुन जम्बियान चेरेस अब हैन जस्तै एउटा आमाको एउटा मात्र छोरा भएको एकदम राम्रो बानी बियो राम्रो आमा बाउलाई एकदम सार सोचर गर्ने जे पनि मन एकदम आज्ञाकारी छोरा भयो भने त्यो छोराले चाहिँ एक दिन बिस खायो भने आमाले कति बिराउँछ त्यतिको माया त्यो भन्दा नि करोड हजारौं फरकको माया चाहिँ हामी सबै प्राणीले भगवानले जम्बियान चेरेसी भगवान बदे त्यतिको माया हामीलाई गर्छ र कि अनि त्यतिको माया गर्दा हामी अहिलेसम्म किन यसो भयो त्यो हाम्रो बानी बिग्रेको कि हाम्रो त्यसमा हामीले दिनको चाहिँ होइन प्रार्थना राम्रोसँग गऱ्यो भने दिनको प्रार्थना एक दिन अवश्य त्यसको फल पाइन्छ कि छ नि कहानीहरू खबतो मिलाने 12 वर्षसम्म झिजुन जम्बुको चाहिँ उहाँले झिजुन जम्बुको 12 वर्षसम्म लास्टमा अन्त्यमा छायासको जब पछि लास्टमा भगवान झिजुन जम्बुको प्रत्यक्ष रूपमा देखियो नि हैन खबतो मिलाने भने चाहिँ आर्य आसाङ खेजोलियन भन्ने आर्य उसको दाजु उहाँ चाहिँ त्यो धेरै शास्त्र सूत्रमा धेरै निपुण विज्ञा भए तर पनि उहाँले प्रज्ञापरमित सूत्रको एकदम मार्मिक अथवा गम्भीर त्यो अर्थधारणा बनाउने उहाँले चाहिँ भगवान सुसी गरेर चाहिँ जम्बुकोलाई चाहिँ ध्यान गर्छ अनि रिउ चाहा भन्दै नारायण दिएको छेउतिर जस्तो चाहिँ त्यसमा उहाँ चाहिँ अनि त्यसको लागि ध्यान तपस्यामा चाहिँ गुफामा बसेको रहेन 3 वर्षसम्म के नहुँदाखेरि हुँदैन सम्म फर्केर जाँदाखेरि एउटा बाटोमा चाहिँ एउटा बुढाले यत्रो फलाएको छ होइन ता यस्तो राम्रो कपडा यस्तो रसियो बनाउँदैछ यो कसरी बनायो भने यसरी बनायो भने यस्तो सामान्य कामलाई चाहिँ यस्तो गर्नेछ मदाई ठुलो काम पनि फर्केर 3 वर्षसम्म बुढी बस्नु 6 वर्ष भयो 6 वर्षपछि फर्केर आउँदाखेरि एउटा हुँदैन जस्तो लागिरहेको मलाई चाहिँ झिजुन जम्बुको देख्नु जम्बुको चाहिँ मैले माइतीनाथ चाहिँ मैले देख्नु सक्दैन सबैलाई फेरि फर्केर आउँदाखेरि हाम्रो गाउँतिर एउटा भिरतिर पानी पानीको एउटा थोप्ला खस्छ त्यो पानीको थोप्ला खस्दा त्यो पानीको थोप्लाले चाहिँ त्यो ढुङ्गामा अलिकति धेरै वर्ष खसेपछि त्यो ढुङ्गामा अलिकति त्यो भन्छ नि एउटा खोपेको जस्तो अनि उहाँले सोचेर यत्रो सानो यत्रो नराम्रो बानीले त्यस्तो यो त्यस्तो पर बनाउँछ भने त मेरो त सम्मत एउटा त्यो ठुलो प्राणीको निम्ति हो भने वीर त्यसले चाहिँ उसलाई चाहिँ मन बदलेर वीर 3 वर्षसम्म बस्नु गयो अनि फेरि 3 वर्ष पर्दाखेरि 9 वर्षसम्म भयो 9 वर्षसम्म नै बनाउँदाखेरि फेरि फर्केर आउँदाखेरि हाम्रो गाउँतिर चराको गुड हुन्छ नि होइन चराको गुडमा एउटा पहाडमा चाहिँ चराको गुड रहेछ त्यो चरा चाहिँ त्यो गुडमा आउँदाखेरि पखेराले यसरी पखेरा यस्तो गर्छ नि त्यो पखेराले चाहिँ यताउतिको ढुङ्गाहरूलाई त्यस्तो पखेराले पनि त्यसले चाहिँ गाउँतिर हाँसियाले के ढुङ्गातिर यस्तो के भन्छ दाग लगाउँदाखेरि त्यसमा चाहिँ त्यस्तो भएको रहेछ कि यस्तो चराले यस्तो नराम्रो पखेरा यस्तो हुनेछ भने फेरि भएन 12 वर्षसम्म उहाँ चाहिँ भइसकेपछि अन्त्यमा 12 वर्षपछि चाहिँ अनि भएन भने फेरि आउँदा बाटोमा चाहिँ एउटा कुकुर अति शरीर चाहिँ पुरा किरा भएको अति चाहिँ फेरि बिरामी एकदम कराइरहेको रहेछ कि कुकुर एकदम कहीँ कराइरहेको देखेर एकदम चाहिँ उहाँलाई कराउन झाग्यो अरे कि होइन त्यो किरा छ नि होइन चोलोङ के भन्छ मसँग त्यो किरा चाहिँ निकालेर फ्याल्यो भने किरा मार्ने किरा ननिकाल्यो भने कुकुर मार्ने अनि उहाँले के गर्ने भन्दा नसँग फेरि किरा निकालेर फ्याल्यो भने फेरि किरा मार्दा अनि के गर्ने भन्दा उहाँले चाहिँ भएन भने अनि एउटा बजारमा गएर एउटा चक्कु किनेर ल्याएर होइन अनि आफ्नो यस्तो यहाँको तिग्राको मासु चाहिँ राम्रो मासु चाहिँ काटेर होइन एक छेउमा राख्यो अरे त्यो किरालाई त्यहाँ राख्नु लागि त्यति लगाऊ त्यहाँबाट किरा हातले चाहिँ निकाल्नु खोज्दाखेरि फेरि एकदम किरा त सुन्दाखेरि फुट्ने जस्तो त्यो हुन्छ नि चोलुङ कि त्यो एकदम सुन्दाखेरि यसो ल्याउनु
अनि भएन भने यसरी चाहिँ अब त्यस्तो फोर्यो भने जिब्रोले यस्तरी तल गर्नु खोज्दाखेरि त भेटेन रे अक्क खोज्दाखेरि जम्बो प्रत्यक्ष रूपमा त्यो आयो यसरी कि अनि उहाँले भन्यो अरे त्यत्रो 12 वर्षसम्म बस्न म त्यत्रो ध्यान तपस्या गर्दा अहिलेसम्म मलाई चाहिँ तपाईँले त्यत्रो के कारण नभएको के हो तपाईँलाई तिमीलाई भनेर भगवान्लाई त्यस्तो भन्दाखेरि म फासमा तिम्रो छेउमै थियो तिम्रो पाप गर्न नदियो अहिले जब तिम्रो करुण उत्पन्न भयो धेरै पापहरू चाहिँ घट्यो त्यही कारण अहिले तिम्रो त्यो पाप गरेर म देख्यो हो भनेर त्यसैले हामी भगवान् हाम्रो सबै हामीले होइन भगवान् भनेको हाम्रै वरिपरि हुन्छ कि नदेखेको केले नदेखेको रहेछ पापले जब हाम्रो त्यही दिनको पाप कटायो झन्झुसेनलाई बुद्धिचित्तको ध्यान तपस्या गर्दा तपाईँलाई साँच्चीकै बुद्धिचित्तहरू सबै त्यत्रो चाहिँ प्राणीलाई चाहिँ दान गर्न सक्ने सत्य आइसक्यो भने त्यहाँबाट सबै प्रत्यक्ष रूपमा देख्छ कि अनि त्यसलाई अनि अलिकति उसले पत्याएन रहेन यति तैँले पहिलादेखि म देख्छ कि नदेख्ने नपत्याए तिम्रो यस्तोमा चाहिँ अब के भन्छ काठमा रहेर बजारमा सबै मान्छेलाई देखेर हुन्छ नि होइन अनि त्यहाँ चाहिँ उहाँको माथि जाँदाखेरि उहाँको छेउमा समातेर अनि तिमी किन त्यत्रो वर्ष म के को लागि मेरो साधना गरेर भन्दाखेरि मलाई चाहिँ यो प्रज्ञा परमिता सूत्रको एकदम गम्भीर शून्यताको मैले तो नि भेदौँ हिँड्नु भनेर छ कि होइन त्यहाँ अलिकति गाह्रो छ कि सबसे गाह्रो नै भगवान् बताउँछु न त्यो प्रज्ञा परमिता सूत्र हो त्यो थाहा भएन त्यसको अर्थ राम्रोसँग बुझ्नु पऱ्यो भने त्यहाँबाट उहाँलाई नै माथि लागेर गदेनमा लाँदाखेरि गदेनमा उहाँ एक बिहान बसेको रहेन गदेनको एक बिहान बसेर उसले अहिले 5वटा शस्त्रहरू छ नि मुन्दो दोधे गेन छुङ्गे नम्चे उइता नम्चे क्युलामा भन्ने 5वटा छ त्यो त्यही जुन जम्बुकुमाले चाहिँ उहाँलाई त्यहाँ उपदेश दिनुभएको शस्त्रहरू त्यहाँ अहिले उसले यहाँ संसारमा लिएर आउनुभएको यो त्यही त त्यो यो शस्त्रहरू होइन जुन यो शस्त्रहरू हाम्रो यो नेपालतिर लेखेको क्लासतिरको यो बुक जस्तो होइन त त्यो त साँच्चीकै भगवान् भइसकेको त्यो अर्थ त्यस्तोहरू लेखेको त्यसलाई अर्थ नबुझ्नु कण्ठ गरेको मन्त्र पनि धेरै फाइदा हुन्छ अहिलेसम्म छ त्यो होइन त्यो शस्त्रहरू अहिले हामी त्यो उता ठुलो गुम्बातिर त्यसकै बारेमा पढाइ गर्नुपर्छ 5 वर्ष अनि कुनै 3 वर्ष कुनैलाई 2 वर्ष त्यस्तोहरू धेरै 15-20 वर्षसम्म पढाइ गरिसकेपछि मात्रै त दिनहरू सिकिन्छ अहिले हामी पनि त्यो चाहिँ गर्नुपर्छ हामीले सबैले सोच्नुपर्छ है तिमीहरूले के को खाँचो छ होइन सबै पुगेछ तिमीहरूले हुनुपर्ने तिमीहरूको तर्फबाट हुनु पऱ्यो कि तपाईँहरूको तर्फबाट त्यो अब देखाउने कुरो छ अब बस्ने खर्च हरेक चिज चाहिँ उपलब्ध छ होइन अब यो यस्तोलाई चाहिँ हुनुपर्ने आफ्नो तर्फबाट मात्र हो सबै कुरा उपलब्धि छ यो अनि त्यसरी उहाँ त्यो त्यहाँको गार्डियनको एक बिहान बस्दाखेरि यहाँ हाम्रो यो जम्बुलिम यो संसारको 150 वर्ष भइसकेको छ ग्याजे ऋषि भन्ने चाहिँ 6वटा छ कि धेरै ग्याजे ऋषि सुम्जुजासोङ गादेन थपटेल गादेन ठुल्गा सिन्डुबाङ चाहिँ डलर हेक्टो भने यो कामदेवको 6वटा जात छ कि त्यसमा देवबत भागी नलेउमा भागी देना चाहिँ लोमा क्या हो हाम्रो 50 वर्षको ग्याजे ऋषिको एक दिन त्यहाँबाट माथि सुम्जुजासोङको हाम्रो 100 वर्षको सुम्जुजासोङको एक दिन सुम्जुजासोङभन्दा माथि तेस्रो थप्टेल घदेन सुम्जुजासोङ
घादेनको यहाँको 200 वर्षको घादेनको एक दिन त्यसरी माथि डबल भएर हुन्छ कि अनि फेरि यस्तो हुन्छ नार्काको आगो छ नि यामसे थिक्ना यामसे भन्ने फास्टको त्यसपछि थिक्ना त्यसपछि मुगोइ चेम्बो त्यसपछि छवा रब्दो छवा नर्मे भन्ने आगो हुन्छ नि हाम्रो 50 वर्षको ज्याचे ऋषिको एक दिन ज्याचे ऋषिको आयु कति छ भने उहाँहरूको 500 वर्ष छ ज्याचे ऋषिको त्यो हाम्रो 50 वर्ष 30 वटाको कति भयो 50 वर्ष 30 वटाको उनीहरूको एक महिना त्यस्तै गरी त्यहाँको 500 को उनीहरूको आयु हो 500 o dili gyalse rishiko 500 वर्षको अनि त्यो यामसेको एक दिन नर्कको अनि नर्कमा त्यो यामसे भन्ने ठाउँमा हामीले कति वर्षमा चाहिँ यामसेको 500 वर्ष बस्नुपर्छ त्यता मान्छेको अनि कति करोड झन्डै 1 अरब वर्षमा बस्नुपर्ने छ त्यो नर्कमा मान्छेको यामसे त्यसमा ठिक नर्कमा त्यहाँदेखि 13 करोड त्यसरी भन्छ कि नर्कमा झन्डै 1-2 दिन बस्यो हाम्रो 1 दिन ठिक हुन्थ्यो नि 1 अरब त्यहाँबाट त खरब करोड त्यसमा ती गन्न नसक्दैन अरब खरब करोड अरब खरब त्यो चिजहरू निल पत्न चिजहरू छन् त्यहाँ त्यस्तो छ कि आयो एकदम बस्नुपर्छ कि नर्कमा यहाँ चाहिँ लस डुरिस धोलाइ चाहिँ निशाना देना सेलुमा क्या होस् यहाँ चाहिँ लस डुक भने चाहिँ रिमसिन धोलाको एक त्यो माथिको देवलोकको उनीहरूको एउटा आयोको त्यहाँको एक दिन त्यसरी भएर जान्छ कि त्यहाँ अहिले नि खबर तोमे भनेको चाहिँ एकदम त्यो उहाँ पनि भगवान बुद्ध स्वयंले चाहिँ भविष्यवाणी गरेको अनि मान्ने देव हो लोनीको ज्ञानले लोन तोमे जेजन केलानी तेन्जो दने दोनमा खिलेस त्यस्तो भनेको चाहिँ उहाँले म चाहिँ निदान भएर मैले परिनिर्वाह गरेन 900 वर्ष पछाडि थोक्ने भन्ने एउटा गिलोङ आउँछ उहाँले चाहिँ मेरो शासनलाई त्यति बेला फेरि निप्न लागेको शासन उहाँले फेरि चाहिँ पुरा एकदम चाहिँ विस्तार रूपमा उहाँले चाहिँ मेरो यो मायाको धर्म चाहिँ फेरि फाल्छ भने उहाँले भगवान बुद्ध स्वयंले चाहिँ भविष्यवाणी गरेको त्यसैले भगवान बुद्धको पहिलाको दुनियाँहरू पनि यस्तो भयो भने सबै भगवान बुद्धले चाहिँ रब्द देवी एकदम विश्वास रूपले चाहिँ हामीले ढोक्नुपर्छ कि ढोक्नुपर्छ है देव के भन्नु सँगै छुम्दै देन खाव के वर्ष शरत उत्पन्न भएकोहरूले भगवान बुद्धलाई चाहिँ खुसी भगवान बुद्धमाथि खुसी उत्पन्न गर्नुपर्छ भगवान बुद्धदेखि खुसी हुनुपर्छ त्यतामा दिने दर्जाले देवर्ष हुने त्यस कारणले यो भगवान बुद्ध भनेको हामी सबैले चाहिँ शरत गर्न मिल्ने खालको स्थान ठाउँ हो भन्नु से देदर जग्गा छ देदर छै क्या झक्का मांगोय चुबाइन बेच रिमटो के दे छैन पर्छ छै ज्ञान झक्का धर्म एकदम गर्न गयो के धर्म सजिलो छैन र देदर छै ज्ञान झक्का मांगोय चुबाइन बेच रिमटो के दे भन्नु उहाँले चाहिँ आधार समान पूर्वक धर्म सुन्नुपर्छ त्यता निङ्जे निशाना फेन्तो बिजुइसी मोहनी खेपर्छे टुबाइन बेचेर निङ्जे हुँदैन न वर्ष होस् निङ्जे भन्ने चाहिँ एकदम त्यो छैन भने बुद्ध छैन संसारै छैन त्यो निङ्जे छैन भने संसारमा सुखै छैन निङ्जे छैन भने संसारमा सुख हुँदैन करुणा छैन निङ्जे भने अरूलाई चाहिँ अलिकति माया छैन भने चोर्छ गाड्छ होइन संसारमा अलि जति निङ्जे करुणा धेरै चाहिँ संसारमा सुख धेरै आउँछ भगवान बुद्ध एउटा धर्म मात्र राम्रो गरे पनि संसारमा यस्तो नराम्रो घटना घट्दैन कि एकदम शान्ति हुन्छ एकदम एउटा धर्म पनि राम्रो गर्न सकिँदैन हाम्रो संसारमा जिम्बा भन्ने एउटा धाम त्यो मात्र पनि भगवान बुद्धले सुनाएको छ भने संसारमा जो अशुभ अमङ्गल त्यस्तो घटनाहरू गर्दैन अहिले त एकदमै कमजोरी छ कि तर धेरै राम्रो गर्ने कुराहरू पनि छ है धेरै ध्यान तपस्या गर्ने पुरा
त्यस्तोहरू कुनै वनमा धेरै तपस्या भनेको रामनगर पनि धेरै छ क्या त्यता निङ्जे निस्यामा पेन्तोपी घिउ निस्या निङ्जे भनेको आलुलाई फाइदा हुने बिउ कारणले मैले आलुलाई हेर सहयोग गर्नलाई त्यसलाई माया लाग्यो भने माया सहयोग गर्दैन होइन बिचरा लागेन भने दिँदैन नि मान्छेले पैसा दिन्छ नि होइन बिचरा यसलाई दुःख रहेछ भने त्यो कारणलाई जान दिँदैन नि हामी त्यसमा सानो पेन्तोपी घिउ अरूलाई फाइदा हुने कारणले निङ्जे करुणा केबाट डुबेछ निङ्जे भन्दा बसेको छ भने निङ्जे करुणाको गुणलाई पनि हामीले एकदम चाहिँ त्यसको के भन्छ अब प्रशंसा गर्नुपर्छ 장주생이 또 봐주고 귤을 또 봐주고 담보 오상도 그래서 딱모라 리지비 케베라스 짐바에서 아부 세계에서 애기하면 파스마기 야니 소대만 파스마 곤교 문세 트랜스fer 충비세 트랜스fer고 많이 브라만고 잡마자면 그러면 딱모 추구세만 냥탁고 딱모 ठुकुर्सेमा न्याउँदा तुक्चे मासु रङ्गेलु जिन्दे आफ्नो करुणाले चाहिँ सानो आफ्नो लुई शरीर चाहिँ दान गरेर न्याउँदा सोवान त्यस्तो पीडित भएकोलाई चाहिँ तपाईँले जहाँ बचाउने त्यस्तो शक्ति भएको बुद्धिसत्व तिमीलाई चाहिँ म प्रदान गर्छु सोवान प्रदान गर्छुस् मलाई पनि त्यस्तै बनाइदिनुहोस् भनेर चाहिँ उहाँलाई प्रदान गरेको कि यो एउटा 34वटा छ 34वटा छ अब सेकेन्डमा चाहिँ यो छ 먼저 12개월 총리세 롱조 탐제 방매 동제지 제니 장세 농아 라지 농아 미겐제 소완데서 먼저 뭐 12개월 반고 제 여러 가지로 장면에 별로 롱조 탐제 앞으로 사라 संपत्ति 방매 보냈던 제 방매 방법은 जस्तो मैले दान गरेको हो मेरो पैसा त सित्यो होला नदिनु पर्ने जस्तो त्यो दान बिग्रिसक्यो हैन जस्तो मैले माग्ने मान्छेले 50 रुपैयाँ जिगिदिएको हो का 50 रुपैयाँ 10 रुपैयाँ मात्र दिनुपर्ने पनि मलाई मेरो त्यो दान काम लाग्यो हैन कति कोसिस निकाल्न खोज्थे कि 10 रुपैयाँ 50 रुपैयाँ निस्केर भित्र पनि हाल्न नसक्ने लास लागेर दिन्छ हैन त्यो दान काम लाग्दैन त्यसै फङ्सन भन्छ फङ्ने भने चाहिँ बिचरा यति साह्रो रहेछ आज यो भन्दा नि धेरै दान गर्न सक्यो भन्नु त्यो भने चाहिँ फङ्ने हो झाँजुसिङले त्यस्तो फङ्सन छैन कि फङ्सन भनेको चाहिँ बुझ्यो नि होइन आफूले दान गर्दाखेरि जस्तै हामीले त्यही कारण हामीले पानी चढाउँदाखेरि धेरै धर्म हुन्छ भन्ने एउटा सभा भयो किनकि पानी चढाउँदाखेरि त मेरो पैसा सिक्यो अनि म धेरै खाली हुन्छ भने मनाउँदैन होइन त्यो फङ्सन छैन कि त्यो फङ्सन नभएर चाहिँ त्यो गरेको दाम राम्रो हुन्छ 권교 먼저 트랜스fer 충비세 따로 추구르체만 냥다 말다 먼저 12개 결과로 충비세 롱조 번하고 상받대 탐제 방매 서바이 방매 번하고 꾸나이 만나서 이게 त्यो नभएर 똥제지 भनेको चाहिँ दान गरेको अनि त्यति मात्र हैन त्यति मात्र नभएर चेनी दुईटा ट्रान्सफर उहाँलाई एउटा कानालाई दिएको लुहामी दिन्छ त्यो अनि कानालाई चाहिँ अब दुईटा दिएन भने मिक्दैन लुहा भनेको कान आँखा नभएको मिक्दैन लुहालाई चाहिँ कान दिएपछि त्यो के अरे नाक आँखा दिएपछि पछि त आँखा हुन्छ नि होइन मिक्दैन त्यो त्यस्तोलाई चाहिँ सोवान देश भने सेकेन्ड चाहिँ त्यो शिविरको चुम्देन तब सेकेन्ड है हामी यो दुईटासम्म चाहिँ जान सक्छ जस्तो होइन फेरि मैले चुम्देन देश जग्गा क्याटा मुम्बई ताजाकी दुन्दोस तम्बेसुदी यहाँ दबर डुबेसी रिम्डोके दे चुन्यम बर्जाओ शे देयान दिगे चेतवे देश चुम्देन देश भने भगवान बुद्ध जग्गा क्याटा मुम्बई हामीले गर्न नसक्ने कामहरू कति रहेछ भगवान बुद्धिशब्द हुँदाखेरि आँखा झिकेर दिन सकिन्छ हाम्रो सबसे चाहिने चीज भने आँखा
झुट जस्तो लाग्छ होला त्यो होइन त फेरि उहाँलाई त झन् खुसी हुन्छ माग्ने मान्छेले मलाई यो दियो भन्दा आवाज सुन्दाखेरि एकदम खुसी हुन्छ अरे जिधर जिन्चे चेटा थोइसामले क्यासे देजुम देदाम तुनाम श्योर शुभे देवाजुम थम्जेदा दश मुझ गोइस उमजुको भन्ने शास्त्रमा है आचार्य चन्दकीले जिधर जिन्चे चेटा थोइसामले क्यासे देजुम देदाम तुनाम श्योर शुभे देवाजुम थम्जे जिधर जिन्चिक्स कुनै चिज मलाई यस्तो दान गर भनेर माग्ने मान्छेको स्वर सुन्दाखेरि नै मनमा चाहिँ हैन यस्तो खुसी आउँछ त्यस्तो खुसी त माथि राजुङबाबुलाई जुन तेस्रो समाधि प्राप्त गरेको राजुङबाबुलाई त्यति त्योभन्दा नि उहाँलाई त्यत्रो बासीको ठुलो खुसी उत्पन्न हुन्छ त्यो सुन्दै त्यस्तो खुसी हुँदाखेरि त थम सबै साँच्चीकै दिनुभयो भने कति धेरै खुसी हुन्छ अरे जिधर जिन्चे चेटा त्यसमा क्याल्से देजुङ देदर श्योर शुभे देवा जेमिनमा थम्चे तामी तशी मुझको थम्चे भने आफ्नो सम्पत्ति शरीर सबै दिनुभयो भने एकदमै खुसी हुन्छ हामी चाहिँ यस्तो खुसी नहुने ओहो मेरो यति हुनुपर्ने भने दान दिएर अलिकति घाटेछ मेरो त 10,000 पुऱ्याउनु पर्ने त्यसलाई दिएर अहिले कहिले पुऱ्याउनु 10,000 त्यो भएर बस्दैन होइन जिब्बे मोंजो टिङ्गी दिएछ söbe danden söbe jis samden gishi boy tools kumuluru nagarjun region thama ban shastra jimbe ko danes longjo ban sambati utpanna hunos अहिले हामी जुन गरिब छ नि हामी गरिबको कारण पहिला दान गर्न नसके सिधा दान गरेपछि फल कसरी प्राप्त हुन्छ भने मिना जिम्बे जो टिङ्गी दिए भने टिङ भने चाहिँ नियम सुल्टिन 10 जस्तै 10 वटा नियम राम्रो गर्यो भने त्यसले चाहिँ टिङ्गी दिए भनेको चाहिँ त्यसले चाहिँ कहाँ जान्छ अरे भन्दाखेरि देवल मनुष्य अथवा देवलोकमा जान्छ दान चाहिँ राम्रोसँग गरे पनि फेरि नियम राम्रोसँग पालेन भने जस्तै नागको जन्मले चाहिँ नागलाई सम्पत्ति त हुन्छ तर उसको त शरीर त दुईटो पऱ्यो नि होइन अनि कुनै फेरि एकदम धनी घरको कुकुर दान छोराले जति माया गर्छ नि पहिला उसले दान चाहिँ राम्रो गरेको नियम चाहिँ राम्रो नियम राम्रो पालन नगरेको भने त्यस्तोमा जन्मिन्छ कि त्यसैले त्यो दान गरेको फल चाहिँ मनुष्यकै जन्ममा पाक्नुपर्छ भने फेरि नियम राम्रो पालन गर्नुपर्छ है नियम हुन्छ होइन गेलुङको नियम हुन्छ गिजुलको नियम हुन्छ घिङको नियम हुन्छ खिम्बारको नियम अपनाउनु दिएको छ भगवान् बुद्धले छिम्बेर लौजु ठिङ्गे दिए söbe dande söbe ji छिम्बा सुल्टिन söbe dande भनेको सहनशील भयो भने चाहिँ त्यो मान्छे एकदम सौदो जन्मिने चाहिँ सहनशील भयो भने के हुन्छ जुन मान्छे अहिले कुनै देख्दाखेरिमा एकदम सहनशील अनि एकदम राम्रो जिउ राम्रो भन्ने अहिले जुन देख्दाखेरि एकदम सुहाउने जिउ भएको हुन्छ पहिलाको चाहिँ मैले सेवा राम्रो गरेको कि सहनशील söbe zeshi अनि उमा झुक्पामा पनि यस्तो भनेको छ है आचार्य चन्द्रगिरी söbe zeshi के हो तम्बल फन्दा लुदा लुमिसोल खेबर गुसी दि होदोनी लामी केदानी रोसेबर गुर्सा söbeले चाहिँ जेबा भनेको तमङले चाहिँ जेबा कति जेबा जुटी मङ बोल्न है म जेबा भन्छ नि söbe zeshi तंगी मी जेबा यम बच्चा दिलो छ पहिला के अरे अहिले हामी मान्छेहरु एकदम सोने जेबा पछि पहिला बोले सेवा गरेको कि अनि अहिले हामीले सेवा चाहिँ हामीले एकदम इम्पोर्टेन्ट हो सबसे गाह्रो पनि बिर्दै सेवा हो सेवे जेसी अनि के हो भन्दा अनि एकदम सौदो भएपछि त अनि सबै मान्छे मन पर्छ नि हैन यस्तो अनि उसलाई देख्दाखेरि नै जस्तै लम्चु भन्ने छ कि एकदम सुहाउने छ कि वहाँ देख्दाखेरि मनमा चाहिँ सुख उत्पन्न हुने सबै जेसी के हो तम्बल फन्दा अनि के हो तम्बल फन्दा भनेको के हो तम्बल सबै अनि विद्वानहरु सबै मन पर्छ कि सबै जेसी फन्दा लुदा लुमी सेवा अनि
यो चाहिँ राम्रो यो चाहिँ नराम्रो लुक भन्ने कुराहरू छुट्याउने त्यस्तो अनि ज्ञानहरू आउँछ अरे सोहेबले खेपहरू बिर्सिने त्यस्तो खेप आउँछ अरे तमाङ पनि खेप भन्छ नि शिवालु अनि मारिसकेपछि पनि नर्कमा नजन्मेर देवलोक र अनि मनुष्य लोकमा जन्मन्छ अरे सोहेबले होइन सोभा चाहिन्छ कि चाहिँदैन सोभा भनेको के सोहेबले तिनवटा छ नेबले जिमिङम बिसोभा तुङा दाङले बिसोभा छोला नेबले जिमिङम बिसोभा भने चाहिँ जस्तै मैले अरूले मलाई नराम्रो भन्यो भने सायद बस्ने कि के भने यो छोड्दै पहिलाको मेरो जुनीको उसलाई भन्यो होला त्यो भनेर सही भने नेबले जिमिङम बिसोभा भन्छ नि हाम्रो त्यो अनि पहिला इन्डिया पनि यसरी महात्मा गान्धीले यता गाड्न मान्यो भने यो गाड्न थाल्नुपर्छ भन्ने यस्तो कुरा छ नि यहाँ भने हाँस्नु मरि एकदम गाह्रो पनि हो सेवा भने फेरि सेवा त कोही कतुर में छ शेदान त कोही तिप्पा में सोभा जस्तो कर्म हुँदै यो सहनशील जस्तो गाह्रो के छैन होइन अनि फेरि रिस जस्तो नराम्रो पाप पनि के छैन फेरि शेदान त कोही तिप्पा में छ सबसे नराम्रो पाप नै यो रिस रिसले कसरी भन्छ भने कन्सेप्ट जस्तै मैले दान गरेको नियम पालन गरेको करोडौं वर्षसम्म चाहिँ त्यो नियम पालन एउटा बोधिसत्वले चाहिँ मैले रिस दिएर पनि एकैछिन मैले पुरा अपलोड नगरेको हैन कन्सेप्ट ज्यादै नाम लक्ष्य भए चिन्ता ठिन्छु के अक्कल भयो सबै के चिज जोम दिइजेस कंसिल गुनाले ज्यासेना माजम बोधिसत्वले चाहिँ रिस उठ्यो भने कंसेप्ट ज्यासेना चिन्ता ठिन्छु चिम्बा गरेको सुलिम सुचे गरेको सेवा सम्दिन गरेको चिन्ता ठिन्छु कंसेप्ट ज्यासेना चिन्ता ठिन्छु के हो सबै त्यो कमाएर गरेको के चिज जोम भने एक क्षणमा जोम भनेको चोमसे गर्छ त्यो सबै नाश गर्छ त्यसैले त्यो सेवा एकदम खतम हो के सेवा गरिस हुन्छ अबु बराबरको लाई चाहिँ रिस उठ्दाखेरि सही कल्पको पाप गर्न अब भन्दा माथि ज्ञान भएको बोधिसत्वले रिस उठ्यो भने त्यो भन्दा पनि करोडौं वर्षको धर्महरू पुरा नाश गर्छ कि अनि छिटो उत्पन्न अहिले हामीलाई चाहिँ जति ध्यान तपस्या गर्ने ज्ञान नहुने धर्म गर्छ फेरि त्यो रिसले घरिघरि जलाइदिन्छ कि पहिला टिबेटमा एउटा मान्छे चाहिँ गुफामा चाहिँ उनी सेवाको ध्यान गरेर बसेको रहेछ कि होइन अनि एउटा साथी आएछ अरे अब तपाईँ के तपाईँ म सेवा घुम्सी गरेको मनमा अब शान्तसित त्यसको ध्यान गरेको अनि उसले चाहिँ हो कि भने त्यो क्या पस भनेर के त्यो गुगा भनेको कि अनि त्यहाँबाट उठेर दाङ दाङ गर्दा खोइ तेरो सेवा कहाँ गयो भनेर कि नत्र त्यसले सेवा गर्नुपर्छ नि त्यसले सेवा घुम्सी गर्दा त्यो भन्दाखेरि सायद बस्नुपर्छ नि होइन यो फबे भाषा भने चाहिँ हामीभन्दा धेरै माथि पुगिसकेको फबे भाषा दुईटा प्राणीले त्यति दुईटा छ भेद दुईटा भएको छैन प्राणीलाई कुन जाति हो जात भन्छेन सङ्घीय सेन्सन भयो भगवान बुद्धको शासनमा त्यस्तो यो जातपातको त्यो कुरा हुँदैन सबै बुद्ध प्राप्त गर्न सक्ने हामीलाई सबै एउटै हो सबै बुद्धको जात भन्छ सङ्घीय रीत भन्छ सेन्सन सङ्घीय किनकि सबै प्राणी एक दिन बुद्ध हुनुपर्छ किन बुद्ध हुन्छ भने हाम्रो सबै पापहरू एक दिन नाश गर्न मिल्छ कि त्यसलाई नाश गर्ने उपाय छ त्यो नाश भएपछि बुद्ध हुने पदुमेबी दुइने कुम्बर जेबेस सोनमजी लेसाक्सी डिबर जेब ऋषि ची अनि युल शिवे नामकी ग्यालवर युर्दो शेटासो छ भगवान बुद्ध चुम्दै दिदी जजुसम्म हुने बुद्ध नहुने बोधिसत्वको टाइम बेलामा पदुमेबी दुइने असंख्य कालदेखि समयदेखि कुम्बर जेब प्र्याक्टिस गरेको ध्यान अभ्यास गरेको कारणले सोनमजी लेसाक्सी अनि पुण्य धेरै कमाएको कारणले त्यसलाई चाहिँ धेरै पुण्यसँग धेरै त्यो भएको कारणले गर्दाखेरि ऋषिचिक अनि एक समयमा शिवी युल शिवी
율 반장은 율 반장은 율기가 보다만 뭐냐 뭐니 율 반장이 율 시비바 만나고 아니 라자 갈불 귤도 라자 티오 셰드라소데 되고라면 अपना गुरु नागार्जुन आर्य देवको मुख पाठ मुखर बिन्दुबाट मैले त्यस्तो कुरा सुनेको भने यो भन्ने मान्छे चाहिँ को भन्दाखेरि लोकेन बाउ त्यो जीवनले केम्बोला निङ्गुर जेबाला कावा उहाँको खासियत के भन्छ उहाँको गुण चाहिँ कस्तो छ भने त्यो राजाको सानो जीवनले भनेको सानो बच्चादेखि गेम्बोला भने बुढासम्म सबैलाई चाहिँ उहाँले ध्यान के अरे आधार सम्मान गर्ने त्यस्तो थियो एउटा राजा दुर्वाला जेसु गवा अनि नराम्रोलाई ठिक एकदम सम्झेर ठिक बनाउने झेलोन चम्बा अनि सबै प्रजाहरूलाई चाहिँ एकदम चाहिँ माया गर्ने रसिङगी हिसुम्बा अनि मन एकदम चाहिँ ढङ्गो सत्य सिधा त्यस्तो थियो रिबत महत्त्व बेलो या छ भने हरेक त्यति मात्र नभएर एकदम शिवालु हरेक चिजमा हरेक शास्त्रमा हैन त्यति बेला यस्तो हुन्छ कि त्यति बेला शिवालु त्यो यस्तो दामी खेल्नेमा शिवालु अनि यता घोटा चलाउनेमा यस्तो छोलो भन्छ नि हाम्रो तमाङले पनि यहाँ पनि छोलो भन्छ एकदम फ्याङ्ने त्यस्तो अरूमा शिवालु अनि त्यस्तो हुन्छ कि त्यति बेला जेलोना चाहिँ बराउँछ यसो रिपत मेलो ज्याजो टोवा संक्षिप्त सिजिङगी तुदा कल्प फुन्जो जोबा के को नाम दागी बुशिन जोङको सबै जनताले चाहिँ दागी बुशिन आफ्नो छोरा एउटा छोरा जस्तो चाहिँ क्योमा भन्छ नि तमाङले पनि नेकाछले क्योमजी बोल्दा क्योम भनेको अनुसार भने कि धेरै कुराहरु तमाङ भाषामा मिल्छ कि यार हामीले राम्रोसँग हेर्यो भने क्योमा भन्ने कुरा अनि तमाङ पनि क्योम भन्छ नि 율기라 다 क्योमजो भन्छ नि हैन त्यसलाई कोर्सम जेदुन योन्देन चोक त्यसलाई कोर्सम जेदुन योन्देन चोक अनि पेन्जुन टेम्पासिन्द नेबरगु मबोथमजे योन्जो जोगुरसिन kelsin chubbe tseba mebargu madul chalba namla chagurba lumbo namne rabdu bungje bas अनि ताम जैना सम्पत्ति पनि धेरै धेरै उहाँको त्यो राजा गाउँदा गिर्बो देदा निजे द मनम यो वंगी samshin de gyawle ba चाहिँ उहाँ चाहिँ नागि जंजुसेन बाबा चाहिँ नागि जन याना ना सोनम दि samshin de gyawle ba samshin दो भने चाहिँ हामी जन्मेको चाहिँ आफ्नो खुसीले जन्मनु मिल्दैन कर्म क्लेश रो कर्मले कहाँ फ्याँक्छ त्यो जन्मने हामी लेदैन म के भन्छु जंजुसेन बाबा चाहिँ कुन राजामा जन्मिने कुन प्राणीमा जन्मिने उसको खुसीले जन्मनु मिल्छ हामीले त्यो अधिकार चाहिँ त्यो पाप र त्यो चाहिँ त्यो कर्मले जन्मनुपर्छ अनि त्यस्तो राजामा जन्मिन सच्ची छ हैन खोज्नु चाहिँ योन्देन जी छोक भनेको गुण हैन पेन्सन टेम्परेचर नेभर गिभ्स म प्रथम चाहिँ योन्सो म प्रथम चाहिँ सम्पत्तिहरु चाहिँ परिपूर्ण भएको केही ठुक्बे चाहिँ भने यताउता फेरि नामिने यस्तो जिन्दा यता भारत विपद जस्तो आइडियामा धेरै हुनेछ हैन हाम्रो नेताहरु त्यसमा चाहिँ त्यस्तो छैन कि त्यति बेला उहाँको मातुल छ भन्नमा छाजुर बस लुम्बो नामले रब्द भुङजेबा तानी चुम्दो नामले न्योगुरगाम यसको व्याख्या के रहेछ लुम्बो नामले रब्द न्योजेबास लुम्बो नामले रब्द भुङजेबा दानी चुम्दो नामले न्योगुरगाम सबै त्यो लुम्बो भनेको चाहिँ अलिकति बुद्धि नभएकोहरु के रब्द भुङजेबा दानी चुम्दो नामले न्योगुरगाम पेदे देला मिन्ने टेन्सन जुरुस त्यत्रो सम्पत्ति भएको हैन राङसिन ग्याचे निजे योन्देनदे ग्याल्बो दिने नोरला वा योजिर फुङबान नामने देबे दोनजुबे मोजुम मिने शिनजाम थुङे कार राङसिन ग्याचे निजे त्यत्रो सम्पत्ति भएकोले हैन ग्याल्बो दिने नोरलाले चाहिँ अधिकार सम्पत्तिमा यत्रो अधिकार भएको फुङबान नामने देबे दोनजुबे सबै चाहिँ फुङबा भनेको चाहिँ गरिबहरु चाहिँ
सबैलाई चाहिँ चाहेको र सबै चाहिँ उहाँले सिद्ध गर्न सक्ने मजम मिना सिन्जा तोएगा तेने ग्यालबो जिम्बल गवास राजा जिम्बल डोंगेर की खोरा खोरियो दो जिम्बे खंबर नोरदा रुदा योजे थमजे फुंसो सोबा सिक सुचुगने ताकि दानी छेवादा जेसु दुंबा रेवात सिदावा शिंदु कुवा कुइबादा चेबे इगावार चेबा दुई शिंदु जोरे इदो होमी जिम्बे छर जोदेंगी टिंगी छर शिंदु बाबर युदे सेद बनाने से तुआ दे बनाने तुआ मेलजादा तेंदा कोइदा सावादा जुबादा पेदा ठेवादा सेरदा मुला सोबा दे बनाने तेदा छर शिंदु बाबोस अब राजाले के गरेको भन्दाखेरि हैन दरबार गोरीबारी राजा दान गर्नलाई एकदम चाहिँ मन पर्थ्यो रे हैन जिम्बी खम्बा अनि दान गर्नको लागि अब ठाउँ ठाउँमा ठुलो घर बनाएर यदि आसम्म त्यहाँ भइरहेको कोही सबैले त्यसलाई नोर ड्रु भनेको अब अन्न होइन यो चाहिँ भनेको चाहिने सामानहरू फुन्सो चोबा चिक्सो जुन सबै चाहिँ मिलाएर होइन दानी छेवा जेसु तुम्बा अनि रेवा चिता वासिन्दो वहाँ उसको आशा जेजा सबै पूर्ण गर्ने के कोही बात छेबे अनि दान गर्दाखेरि एकदम फेरि गुइसप एकदम त्यो दिनुपर्छ है फेरि यसरी भ्यालेर दिनु हुँदैन यसरी कोही बात छेबो भने गुइसप गरेर दिनुपर्छ त्यो दान दुई सिन्धु चोर्बे अनि आफूले चाहेको समयमा ठ्याक्क उत्पन्न हुने झिम्बी छर अनि दानको चाहिँ वर्षाको यो उहाँले सेतो बनाउन से खाना चाहिएकोलाई खाना पिउन चाहिने पिउन अनि यो कम्बल के चाहिने कम्बल होइन अनि खाट के चाहिने अनि त्यो अब के भन्छ कपडा चाहिने कपडा जे अनि अब यो के लगाउने त्यतिर भास नआउने सेन जस्तो सेन त हुँदैन होला त्यतिर त्यस्तो लगाउने अनि टोइबदा ठेवा अनि माला शेर के भन्छ अब सोन मूल चाँदी लगाए सबै चाहिँ उहाँले सबै निकालेर चाहिँ अब दिने भनेर उहाँले त्यसको निर्णय गरेको अनि त्यसपछि त्यहाँ खेलबोदी जिम्बा लपछि थोइने चोक्थादेवी युनानेबी मिनाम ल सेन याजेन छेसिङ खबर भिडियो युद्धमा धेरै राजाले सबैले चाहिँ यहाँ घोषणा गरेर होइन सबैमा चाहिँ यो चिठी मान्छे पठाएर चाहिँ होइन पठाएर अनि सबै मान्छेले सुनेर सबै मान्छे खुसी भएर सबै मान्छे त्यहाँ राजाको त्यो दरबारको छेउमा आएछ होइन मियुलकुन्दो हिगी तर्नया सेन्दो लामे कप्ने मानिने फोम्बर्नानी काशी धेरलक्प नाचल्लम्बो सोचेन दामलाक्सिन्छ मियुलकुन्दो हिगी तर्नया छ त्यति बेला मान्छेहरूको देशमा जति सोच्यो भने त्यस्तो दान गर्ने मान्छे कोही नभएको कि अब माग्ने मान्छेहरू पनि होइन फोम्बर्नानी काशी धेर सबै मान्छेहरू चाहिँ एकदम खुसीको साथ चाहिँ त्यो राजाको भएको ठाउँमा आइसक्यो जस्तै कसरी भने नाक्सलम्बो सोचेन धानलाक्सिङ जस्तै एउटा हात्ती एउटा हुन्छ कि होइन हात्ती एकदम घरमी भएर भने ऊ त्यो पानी देख्यो भने पानीमा एकदम खुसीले जान्छ त्यसरी चाहिँ मान्छेहरू आएको रहेछ त्यहाँ खेलबोदी के लोमा थोप्दोरे हिगावर गिर्बो टुन्बो छेसोस शुभे मिदुबर गिर्वानाम सोसोने लगबादाम के हो जाशे जेने होंबादा थोंवार गिर्ना कवि मिक्टेशिन लोमी सिग्ने तमने तोशिंगा जिन्या कवा लोमा लेग्या लास अनि सबै आउनेहरूलाई चाहिँ होइन के पाउला कि भनेर चाहिँ आशाले आएको सबैलाई चाहिँ टुन्बो छेसो शुभेस अनि अब ढोलबार बेच्दाखेरि बस्दैन त्यसरी बसेको रहेछन् अनि मिदुबर नाम सोसोने लगबादाम मिदुबर गिर्बानाम मिदुबो भने चाहिँ अब अलिकति दुःखीहरू नराम्रो जस्तो होइन सबै सोचन लगबादाम के हो चासे जेने बताउने कुनै आफ्नो आफन्तसँग छुटेर आएको थोमर गिर्न सबैलाई त्यस्तो लाग्यो एकदम खुसीको आँखाले देखेको हामीले मान्छेले देखिँदा पनि धेरै फरक पर्छ होइन रिस हेरेको चाहिँ हेर्ने राम्रो हुने अलिक भेट्दाखेरि यस्तो हाँस्यो जस्तो त्यो गर्नुपर्छ कि यस्तो रिस हेरेर त्यहाँबाट मलाई नराम्रो गर्ने यो मान्छेले चाहिँ मलाई नराम्रो सोच जस्तो लाग्छ कि भित्र चाहिँ नराम्रो सोच्यो पनि गर्नुपर्छ क्या त्यो मान्छेले त भित्र देख्दैन होइन
ठिक नै त बाहिर भने होइन भित्र तपाईँले राम्रो सोच्यो भने बाहिर भएन भने यो ठिक छैन भन्छ नि अनि हामीले त्यो अरूले भन्दाखेरि हजुर कुरा गर्ने तर्क होइन अरूलाई बाहिर गरेर गऱ्यो भने त्यो मान्छे मनपर्छ कि अरूलाई ए के हो त्यस्तो भन्नु हजुर भन्नु चाहिँ होइन अलिकति त्यो एकदम फेरि त्यो गेवा पनि हो आवाज भयो भने गेवा धर्म हो माघी गेवा हजुर लस्सो फ्याबुल्ला के भन्छ नि होइन त्यो भन्नु चाहिँ थोर गुना गवे मिक्टेसिन लोइसिन ताम्यान थोसिन त्यति उहाँले भने जस्तै मान्ने गरेको आवाज सुन्दाखेरि नै एकदम खुसी हुन्छ अरे मान्ने मान्छेलाई त्यत्रो खुसी हुन्छ अरे उसलाई चाहिँ डबल खुसी हुन्छ अरे कि दान दिनेलाई छिम्बलले चाहिँ दिए टाकबिटी फोम्बी सिगे लुङ्गी टाकबादा क्याल्बो सिङ्गी टेक्वा मेजेले पोइगे लम्बो सिङ्गी सिन्स छिम्बलले चाहिँ दिए टाकबिटी छिम्बलले दान गरेको चाहिँ अब त्यत्तिकै ढप्पा भनेको त्यत्तिकै फेमस छैन कि राजालाई त्यस्तो फेमस छैन भने त्यस्तो सोच हुँदैन कि अब त्यो झन्डै सिम्पल बुद्धिसत्वले फोम्बी सिगे लुङ्गी टाकबादा क्याल्बो सिङ्गी टेक्वा मेजेले अरू राजाहरूले चाहिँ त्यस्तो उहाँलाई चाहिँ त्यस्तो झोटेली कोही नभएको कि जस्तै पोइगी लम्बो सिङ्गी पोइगी लम्बो भने चाहिँ लम्बो चाहिँ 10 प्रकारको हुनेछ नि पोइगी लम्बो चाहिँ भने चाहिँ त्यो अहिलेको लम्बो चाहिँ भन्दा नि 100 गुणा शक्तिशाली हुन्छ कि लम्बो चाहिँ फेरि पोइगी लम्बो चाहिँ सलावत्तेम भन्ने हुन्छ एउटा सबसे ठुलो चाहिँ लम्बो चाहिँ सलावत्तेम त्यो पोइगी लम्बो चाहिँ फेरि पेमा के साटो हुन्छ होइन लम्बो चाहिँ सलावत्तेम भने चाहिँ यो घर भन्दा नि ठुलो हुन्छ जस्तो यो झन्डै यो हाम्रो यो अरबरी एरिया जत्रो हुन्छ जस्तो पोइगी लम्बो चाहिँ अहिले सानो के अरे लम्बो चाहिँ सलावत्तेम भगवान् बुद्धको 84,000 धर्म स्कन्द छ कि भनेको 84 अनि एउटा धर्म स्कन्दमा चाहिँ कतिको छ भने यो लम्बो चाहिँ सलावत्तेम भोग्न सक्ने मासीले लेखेको हुन्छ कि मासी कत्रो हुन्छ भने त्यो मासी लम्बो चाहिँ सलावत्तेमले मात्र भोग्न सक्ने मासी लम्बो चाहिँ सलावत्तेम भनेको यो धेरै ठुलो हुन्छ कि अर्को लम्बो चाहिँ यो हाम्रो अरूबारे यो घर जति त्यो 10 रुपियाँ जति त्यत्रो ठुलो हुन्छ भगवान् बुद्धको एउटा धर्म स्कन्द छुइबुङ चिकित्से भन्छ नि होइन त्यो त्यसले भोग्न सक्ने माछा मासीले लेखेको यत्रो मासीले त कति लेख्छ लेख्दैन है अनि यो मासी भन्दा कति करोडौँ लिटर मासी भयो नि त्यस्तो 84,000 यो पृथ्वीमा आउँदैन अहिले सबै छैन यहाँ पृथ्वीमा भगवान् बुद्धको पुस्तक भगवान् बुद्धको त्यो भयो भने अलिकति मात्र हो कुनै चाहिँ नागमा कुनै देवलोकमा कुनै सम्बल कहाँ गएको छ कि जति हाम्रो यहाँ पाप हुन्छ त्यहाँबाट उहाँको त्यो सबै हराएर हुन्छ कि सिधा यहाँले चाहिँ अब यो छिम्बल सबैले दान गरेको अर्को राजाहरू त कस्तो भएको भने कुनैले त्यसको लागि चाहिँ उसले जस्तो गर्न नसकेको त्यो लम्बो चाहिँ पोइगी लम्बो चाहिँ अर्को लम्बो चाहिँहरूलाई चाहिँ त्यही निज्य गरेको छ कि पोइगी लम्बो चाहिँको छेउमा अर्को लम्बो चाहिँ गरेको छ त्यस्तो चाहिँ उहाँ राजाले त्यस्तो दान गरेको अरे तेनेरे सिचे गलबदे जिन्दो ये खंबा ना म्युदो सोंसोंवादा फोंबा ना रेवा कोमी लोई क्यो दोवान्युवा थोंने चिम्बिसना मिगेवर जुर्बे गोर माजुर अनि एक दिन राजा चाहिँ दान दियो नि हैन दान दियो बोले दान दिँदा हेर्नु जाँदाखेरि दानको खारमा रहँदाखेरि माग्ने मान्छे थोरै रहेछ रे अनि म्युदो सोंसोंवादा फोंबा ना रेगो सबै मान्छेले पुगिसक्यो जस्तो हैन अनि लोही क्यो दुवा न्युवा सुने अनि सबै मान्छे पनि थोरै देखेर के हो मान्छे धेरै आएर नसुनु अलिक मनमा चाहिँ अलिकति खुसी भएन रे के झिम्बेसन आओ यो मेरो झिम्बाको दान सुनमा चाहिँ वृद्धि नहुने हो कि के हो भनेर उहाँ चाहिँ खुसी भएन सर त्यसलाई त्यसले फोम बच्चिम बर्ग्योरो जिल्ला कावा तिनी निमा जिम फोम्बा नाम लोही सिक्दागी ती जिम्बिसेला थु माग्यो
त्यसलाई तिमीले फुङबत सिम्बरग्युर भने त्यो दानलाई गरेर चाहिँ फुङबा भनेको चाहिँ गरिबहरू चाहिँ सबै धानले परिपूर्ण हुनु होइन दान के अरे धन सम्पत्तिले जिनलाई कवा दिने नि मसिन भगवान बुद्धको आफ्नो मन त्यो भएको छैन रे फुङबा नाम गिर्नु इस्कितजी त्यसै यहाँ जिम्बाको घर होइन जिम्बा दान हामी पनि खासमा हामीले दान गर्न सकिँदैन होइन खासमा अलिकति गाह्रो होइन फेरि यहाँ यत्रो गरिसक्नु मान्छेको अगाडि हामीले त्यस्तो हुन्छ कि हामीले दान गर्दाखेरि ओहो योले यति गरिदिन्छ भने अरूले देखोस् भने हाम्रो त्यो आउँछ कि त्यति बेला त्यो ओहो यो मान्दैन भनेर रोक्नुपर्छ कि पुरा नामको लागि सोच्छ हामीले जस्तै मैले बौद्धतिर जाँदाखेरि होइन उता देख्दाखेरि मान्छेहरू हुने ठाउँमा 50 रुपियाँ झिकेर ओहो योले यो त मन राम्रो अरूले यस्तो भनोस् भनेर सोच्छ कि हामीले ओ यसको त मन राम्रो रहेछ भनेर सोध्ला अरूले यस्तो सोध्ला कि भनेर त्यस्तो गरेको छ त्यो गरेर भने जिम्बा राम्रो हुँदैन मैले धेरै दान यति जब गर्न सकेँ यसले चाहिँ अब मैले यो गरेको दानले यसलाई चाहिँ एकदम सबै उसको दुःखहरू नाश होस् अनि उसलाई चाहिँ फेरि अर्को धेरै दान उपलब्धि होस् भनेर मनन गरेर राख्नुपर्छ सबैले चाहिँ धर्म सुनेको सबै जु도 지달자와서 최님비스 최시대술 주도 투몽도 지달자와고 아니 죽도 투몽도 भनेको लामारो चेर गुरुरो चेर दुईटाले चाहिँ मामला गर्ने भनेको कि हामीले जुन सुनेको धर्मले चाहिँ सबै प्राणीहरूलाई चाहिँ अब आज दान गोबर गर्दाखेरि सबै प्राणीहरू चाहिँ धन सम्पत्तिले परिपूर्ण भएर हैन सबै चाहिँ मनमा बुद्धको जस्तै सबैको मन होस् हैन एकले अर्को प्रति सम्मान अनि सहयोग गर्ने मन आओस् सबै प्राणीलाई अनि सबै अन्तमा सबै प्राणीले चाहिँ छिटै बुद्धत्व प्राप्त गर्न सकोस् हैन हामीले गरेको धर्मले त्यो सोच्नुपर्छ कि जंगल गयो जिधर रख्यौं